फाइनल्ली आज म चाहिँ हाम्रो सुरेक मैदानमा आइसकेको छु। हाम्रो स्याङ्जा जिल्लाको वालिङबाट चाहिँ अलिकति 30-45 मिनट हिँडेपछि चाहिँ हाम्रो यो सुरेक मैदान आइपुग्छ। साँच्चै चाहिँ यो ठाउँ चाहिँ एउटा स्वर्गको एउटा टुक्रा नै हो क्या, किनभने यहाँ चाहिँ यस्तो राम्रो भ्यू छ, यस्तो यस्तो फाइन्डिङ पिस भन्छ नि त्यो छ के। यो चाहिँ ठाउँ एकदम राम्रो छ। कृपया तपाईँहरू पनि कोही अब घुम्न आउन चाहनेहरूले चाहिँ घुम्न आउन सक्नुहुन्छ टाइम मिलाएर। एकदम दामी छ क्या ठाउँ चाहिँ, एकदम मनपर्ने ठाउँ छ। जस्तो पोखराको सरङकोट भन्छ नि, त्यस्तै छ कि ठाउँ। किन यहाँ आएपछि चाहिँ एकदम पिस मिल्छ क्या, हावा चलिरहने होइन। जस्तो अब उता उता डाँडातिर हेऱ्यो चाहिँ अब थुप्रै मान्छेहरू चाहिँ ग्रुपमा आएर पिकनिक खाने, रमाइलो गर्ने, नाचगान गर्ने होइन। कोही उता हेऱ्यो टिकटक बनाइरहने होइन, कोही उता हेऱ्यो डेटिङ पनि बसिरहेछ फेरि होइन। कोही चाहिँ अब यता प्याराग्लाइडिङ पनि भइरहेछ होइन। जो सबै दामी पिस के। तर त्यही हो कि यहाँ आउने बाटो चाहिँ अलि अप्ठ्यारो भएको हुनाले चाहिँ यहाँ चाहिँ यहाँको स्थानीय सरकार होस्, प्रदेश सरकार होस्, केन्द्र सरकार होस्, जो पनि होस्, यहाँको स्थानीय बासिन्दाहरू होस्, सबै मिलेर चाहिँ हाम्रो यो यहाँको बाटो चाहिँ अलिक बनाउनतिर अलिक ध्यान दिने हो भने यो ठाउँ चाहिँ पक्कै भाइरल हुन्छ, पक्कै एउटा दामी ठाउँ बन्छ क्या। जोस् यहाँ चाहिँ फ्यामिलीसँग आउने घुम्न होइन, गर्लफ्रेन्ड बोयफ्रेन्ड बुढाबुढी या जो कोही पनि हुनुहुन्छ आएर यहाँ घुमेर अब चिल भएर पिस गरेर बस्न चाहिँ एकदम मजाको ठाउँ छ क्या। यो ठाउँ चाहिँ मलाई लास्टै बवालै लाग्यो होइन। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने वालिङबाट यता बाहुनथान जाने बाटोतिर होइन कि वालिङबाट यता राइट लिँदै तपाईँहरू आउन सक्नुहुन्छ। तपाईँ राइट लिँदै आउनुभयो भने सिधै यहीँ आइपुग्नुहुन्छ क्या, कतै पनि यताउता दायाँ बायाँ जानु पर्दैन क्या। ठाउँ चाहिँ बवालै छ क्या। त्यो बाटो चाहिँ अलि दुःखो हो होइन, तर पनि दुःखपछि सुख आउँछ भन्छ नि हो, त्यस्तै चाहिँ यहाँ आएपछि महसुस हुन्छ कि जब यहाँ आएर हामीले इन्ट्री हुने बेलामा जब हामी आउने बित्तिकै त्यो सुरेक मैदान लेखेको हामीले त्यो अक्षर लेखेको ठ्याक्क त्यहाँतिर आइपुग्दा यस्तो पिसफुल मन प्रसन्न हुन्छ क्या। यो चाहिँ एकदम राम्रो ठाउँ छ कि चाहिँ हाम्रो नेपाल देश चाहिँ हाम्रो पर्यटकहरूले मात्रै पनि हामीले चाहिँ देशको अर्थतन्त्र धेरै सुधार गर्न सकिन्छ कि। अब त्यही हो, अब पर्यटनहरूलाई पनि अब राम्रो बाटोहरू घाटोहरू यहाँ खाने बस्ने सबै सुविधाहरू हुन पऱ्यो नि त होइन। बिना सेवा सुविधा त अब यहाँ मान्छेहरू आउन गाह्रै छ, किनकि बाटो यस्तो दुःख छ। त्यही होस् यहीँको अब मैले अब भन्नुपर्दा चाहिँ यहाँको अब सरकारहरू हुनुहुन्छ, स्थानीय प्रदेश केन्द्रको अब यहीँको स्थानीय मान्छेहरू पनि हुनुहुन्छ, को हुनुहुन्छ होइन। सबै मिलेर चाहिँ यहाँको बाटो चाहिँ बनाउन सक्यो भने चाहिँ हाम्रो भविष्यमा चाहिँ यो ठाउँले चाहिँ एकदम फड्को मार्नेछ। यो चाहिँ म चाहिँ यसमा ढुक्कको साथ भन्न सक्छु। त्यही हो, अब यहाँ पनि हल्का अझै एक्स्ट्रा डेभलप गर्नुपर्ने कुराहरू छ। अब किनकि यहाँ चाहिँ अब यहाँ यता बुद्धको मन्दिर पनि छ होइन, हेर्न रमाइलो गर्नलाई, फोटोसोटो खिच्नलाई। अब त्यस्तै बुद्धको मन्दिरहरू जस्तै अब चाहिँ अरू केही एक्स्ट्रा चिजहरू पनि यहाँ बनाउन सक्यो भने चाहिँ यहाँको स्थानीय र यहाँको ठाउँ चाहिँ पक्कै पनि यहाँको माथि बढ्नेछ, अघि बढ्नेछ। यो चाहिँ मलाई एकदम म दिल खुलेर भन्छु यो कुरा चाहिँ होइन। अब त्यही हो कि अब यहाँको अब सबै स्थानीयदेखि लिएर सबै सरकारहरूले चाहिँ यो कुरामा अलिक ध्यान दिनु पऱ्यो, नत्र भने यो ठाउँ पनि हाम्रो पोखराको सरङकोट जस्तै एकदम फेमस भाइरल एकदम राम्रो हजारौँ पर्यटकहरू यहाँ हेर्न आउने घुम्न आउने चाहिँ यहाँ चाहिँ हुन्छ क्या। यो चाहिँ एकदम दामी ठाउँ छ क्या। आउँदा यहाँको हावा होइन, यहाँबाट देखिने पारिहरू देखिने सिन, जस्तो अब यहाँ माथिबाट देखिन्छ वालिङको अब बजार देखिन्छ यहाँबाट होइन। अब यस्तो धेरैहरू छ क्या। यो चाहिँ धेरै राम्रो लाग्यो मलाई चाहिँ होइन। अब यहाँको जस्तो अब यो झार दुबोहरू होइन, अनि जस्तो यहाँ बिचमा राखेको यो ढुङ्गाहरू, अनि यस्तो सबले गर्दा एकदम फाइन्डिङ पिस, आफूलाई मन पनि आनन्द शान्ति हुने क्या। एकदम फाइन्डिङ पिस भन्छ नि हो, त्यस्तै हुने क्या। जस्तो अब यहाँ हावा के अरे जस्तो प्याराग्लाइडिङ पनि अब गर्न चाहने मान्छेले यहाँ चाहिँ गर्न सक्नुहुन्छ होइन। जस्तो अब यहाँ पनि सानो डाँडा छ, चटो आफूले चाहिँ त्यो भर्खर प्र्याक्टिस गर्दै गरेकोहरूले पनि एकदम इजी। अब उडाउन जानेकोलाई झन् मजाको छ क्या यहाँ पनि। त्यो पोखराको जस्तो अब सरङकोटहरू जस्तो छ नि, अब त्यस्तै एकदम भाइब्सवाला ठाउँ छ कि चाहिँ एकदम मलाई लास्टै मन पऱ्यो क्या। यो चाहिँ स्वर्गकै टुक्रा हो क्या। अब जोस् अब यहाँको सरकारदेखि लिएर सबै कुराले चाहिँ यो ठाउँलाई चिन्न बुझ्न सक्नु पऱ्यो एकदम, नत्र भने यहाँको यो ठाउँ चाहिँ बवालै छ क्या।
यहाँ चाहिँ जे होस् बाटो चाहिँ पिच गराइदिनु पऱ्यो होइन, यहाँ पनि अलिअलि होटलहरू अलि अझै राम्रो व्यवस्थापन हुनु पऱ्यो। त्यो हुन सक्यो भने त यो ठाउँले खान्छ एक दिन पक्कै पनि। यो ठाउँले चाहिँ पोखराहरू जस्तै चरङको रोड जस्तै यसले पनि एकदम भ्यालु पाउँछ। यसले चाहिँ सबै के अरे दर्शकहरूको सबै पर्यटकहरूको यसले मन जित्नेछ एक दिन, यसमा म चाहिँ ढुक्क छु। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो। आउनुहोस् साथीहरू तपाईँ पनि घुम्न। तपाईँहरू जस्तो मैले यहाँ देखाए जस्तो अब मेरो मोबाइल अलिकति लो क्वालिटीको यो भिडियो भइरहेको कारणले अलि मेरो राम्रो आएको छैन। तपाईँहरू यहाँ आएर तपाईँको आँखाले, रियल आँखाले चाहिँ यहाँको ठाउँ दृश्य, यहाँको सुन्दरताहरू तपाईँले हेर्न सक्नुहुन्छ र त्यति बेला हेर्दा तपाईँले चाहिँ आनन्द लिन सक्नुहुन्छ। र हो यो मान्छेले भन्थ्यो यो ठाउँ यस्तो छ भनेर भन्थ्यो, तपाईँले मलाई धन्यवाद पनि भन्नुहुनेछ क्या। यसमा म चाहिँ ढुक्क छु है। आउनु होला घुम्न। जे होस् एकदम चिल, एकदम रमाइलो। मलाई त बाबाले लाग्यो ठाउँ। तपाईँहरू आउनुहोस् होला घुम्न। आएर भिडियो सिडियो बनाउनु होला, टिकटक बनाउनु होला, आफ्नो प्रतिक्रियाहरू हाल्नु होला होइन, कस्तो छ ठाउँ, के छ कसो छ, प्रतिक्रिया दिनु होला। जस्तै प्रमोसन गरिदिनु होला, एक्सप्लोर गर्नु होला यो ठाउँहरू, राम्रो राम्रो ठाउँहरू। जस्तो अब तपाईँ हामी सबै मिलेर एक्सप्लोर गरे पनि बाहिरको विदेशी पर्यटकहरू पनि आउन सक्छ होइन। त्यही भएर चाहिँ आउनु होला, घुम्नु होला, रमाउनु होला, इन्जोय गर्नु होला। यो ठाउँमा चाहिँ एक्सप्लोर गर्नु पऱ्यो। अब हाम्रो देश प्राकृतिकको सुन्दर खाने देश, प्राकृतिकको काखमा भएको देश। हामी सबै मिलेर हाम्रो देशलाई प्रमोट पनि गर्नुपर्छ। हाम्रो देश सबै मिलेर प्रमोट गऱ्यो भने पर्यटक आएपछि हाम्रो अर्थतन्त्र पनि हाम्रो धेरै राम्रो हुन्छ। हाम्रो प्रधानमन्त्रीले भन्नुभएको चाहिँ नेपालीहरूले माल पाएर चाल नपाएको भन्छ नि, त्यस्तै ठाउँ छ यो पनि। यहाँ पनि अलिकति व्यवस्थापित राम्रो हुनु पऱ्यो। यहाँ चाहिँ आउने जाने बाटो, बस्ने अब सेवा सुविधा भनौँ त्यो राम्रो भयो भने यहाँ चाहिँ एकदम राम्रो ठाउँ बन्छ यो। कृपया यो कुरामा यो कुरालाई चाहिँ अब संवैधानिक निकाय हुनुहुन्छ, अब को हुनुहुन्छ, एकदम मेरो यदि यो भिडियो हेर्नुभयो भने अलि यो कुरालाई ध्यानमा राखिदिनु होला। किनकि अब जनप्रतिनिधि भएर अब यहाँको अब नेताज्यूहरू मान्ने अब गणहरू भनेर जानुभएको तपाईँले हो। किनकि जनताले आश गरेर भरोसा गरेर भोटहरू दिने तपाईँलाई नै हो। त्यही भएर तपाईँहरूलाई जनताको जीवन उकास्नेतिर, देशको अर्थतन्त्र उकास्नेतिर चाहिँ अब बढी ध्यान दिनुपर्छ। तपाईँहरूले राम्रो काम गर्नुभयो भने जनताहरू सधैँ तपाईँहरूको साथमा हुनेछ। मैले यति भन्न चाहेँ, राजनीतिको बारेमा अलिअलि जोडिहालेँ, केही छैन। जनाउनु पनि पऱ्यो, यसो खबरदारी पनि गर्नु पऱ्यो, धन्यवाद पनि दिनु पऱ्यो राम्रो कामलाई होइन। त्यही भएर चाहिँ अब साँच्चै नै सो ब्युटिफुल यो ठाउँ होइन, एकदम पिसफुल, आनन्द, मनलाई शान्ति मिल्ने ठाउँ, फाइन्डिङ पिस, एकदम धेरै धेरै अब धन्यवाद छ अब सबैलाई। अब जसले ठाउँ अलिकति भए नि बाटोसाटो बनाइदिनु भएको छ होइन, उहाँहरूको लागि पनि यहाँसम्म आउने बाटो बनाइदिनु भयो। हामीले पनि यहाँको ठाउँ गाउँ घुम्न पायौँ, देख्न पायौँ, यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तर अझै ठाउँलाई अझै विकास गर्न सकियो, अझै डेभलप गर्न सकियो भने चाहिँ जे होस् यो ठाउँ पनि ठाउँले पनि अझै प्रगति गर्नेछ। र यो ठाउँ प्रगति हुँदै हुँदा यहाँको जनस्तर, जनजीवनहरू पनि माथि उठ्छ भन्नेमा चाहिँ म ढुक्क छु। यस्तो राम्रो ठाउँहरू छ। नेपाल त एउटा स्वर्गकै टुक्रा हो क्या। अब बुझ्नु पऱ्यो यो कुरालाई। हामी सबै जनताले, हामी आम नेपालीहरूले, अब हाम्रा नेतागण सबै अब को अब सबैले बुझ्नु पऱ्यो। किनकि यो देश हाम्रो सबै हामी नेपाली हौँ, यही भन्न चाहन्छु म है त। हस् त, जय देश।